म हुँ अभिषेक र म तपाईँहरूको लागि एउटा सुन्दर र राम्रो र रियाक्टिभ र एट्र्याक्टिभ वेबसाइट ल्याएका छौँ जसमा तपाईँ हेर्न सक्नुहुन्छ जम्मा 5वटा पेजहरू छन्। पहिलो पेज होम, सेकेन्ड पेज एबाउट, थर्ड पेज सर्भिस, फोर्थ पेज पोर्टफोलियो र फिफ्थ पेज के हो हाम्रो कन्ट्याक्ट। तपाईँ हेर्न सक्नुहुन्छ लेफ्ट साइडमा चाहिँ टेक्स्ट लेखिएका छन् अनि राइट साइडमा चाहिँ एउटा इमेज छ। त्यसको डाउनमा हेर्न सक्नुहुन्छ आइकन बटनहरू छ र तल एउटा बटन छ। जस्तै यो बटन हेर्न सक्नुहुन्छ हवर इफेक्ट बटनमा लागेका छन्। यो बटन त्यति नभए रिएक्टिभ पनि छ। अगर बटनमा मैले क्लिक गरेपछि बित्तिकै त्यसको वेबसाइट खुल्नेछ। त्यस्तै हामी फेरि ब्याक आउनेछौँ। त्यस्तै गरी हामी अर्को पेजमा जानेछौँ जुन चाहिँ हाम्रो एबाउट हो। एबाउट पेजमा तपाईँ हेर्न सक्नुहुन्छ राइट साइडमा चाहिँ एउटा इमेज छ र लेफ्ट साइडमा टेक्स्टहरू लेखेका छन् जुनमा एबाउट मी यसको अर्थात् मेरो बारेमा मेरो परिचय केही लेखिएका छन्। त्यस्तै अब थर्ड पेजमा हामी जानेछौँ जुन चाहिँ सर्भिस हो। अब सर्भिस पेजमा तपाईँ हेर्न सक्नुहुन्छ यसमा डिफ्रेन्ट 3वटा बक्सहरू छ। फर्स्ट पेज वेब डेभलपमेन्टको लागि, सेकेन्ड पेज ग्राफिक्स डिजाइनको लागि र थर्ड पेज डिजिटल मार्केटिङको लागि। तपाईँ हेर्न सक्नुहुन्छ यो 3टै बक्सको तल एउटा बटन छ। यसमा हवर इफेक्ट जोडिएका छन्। अब चाहिँ हाम्रो अर्को पेज चाहिँ पोर्टफोलियो रहेका छन् जुनमा तपाईँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ मेरो फ्रेन्डहरू मेरो साथीहरूको बारेमा उसका फोटो छन् र उसको माथि हवर इफेक्ट लगाएर उसको नाम र त्यसको बारेमा थोरै लेखिएका छन् र तल एउटा बटन छ। तपाईँ हेर्न सक्नुहुन्छ यो रिमोटको बटन। यो बटन प्रेस गर्ने बित्तिकै मेरो साथीको फेसबुकको मेन पेज अर्थात् प्रोफाइल पेज खुल्नेछ। मैले भनेअनुसार प्रोफाइल पेज खोल्नको लागि यो हवर इफेक्टको तल यो बटनमा हामीले प्रेस गर्नुपर्छ, क्लिक गर्नुपर्छ। क्लिक गर्ने बित्तिकै जुन मान्छे थियो जसको नाम थियो त्यसको प्रोफाइल खुल्नेछ, फेसबुक प्रोफाइल खुल्नेछ। जस्तो यहाँ हेर्न सक्नुहुन्छ। म फेरि पछाडि पेजमा आएँ। यो हेर्न सक्नुहुन्छ मैले जम्मा 6वटा साथीको बनाएको छु। त्यस्तै गरी अब हाम्रो अर्को पेज चाहिँ रहेको छ कन्ट्याक्ट। यो कन्ट्याक्ट थ्रु तपाईँहरूले मलाई मेसेज पठाउन सक्नुहुन्छ। कसरी भन्ने कुरा म तपाईँहरूलाई हेराउँदैछु। जस्तै नेममा मैले लेखेँ नम्बर चाहिँ मैले हालेँ र इमेल चाहिँ इमेलमा इमेल नै हाल्नुपर्छ नत्र हुँदैन। सब्जेक्टमा मैले हालेँ अनि म्यासेजमा चाहिँ हाई लेखेँ र मैले सबमिट गरेँ। अब यो म्यासेज चाहिँ मेरो जिमेलमा आइसकेको छ। त्यस्तै तपाईँहरू पनि पठाउन सक्नुहुन्छ।